हामी पहिलो यो मनोरञ्जनको लागि यो गाउँ समाजमा किन बाहिर जाने, हामी आफ्नै गाउँमा बसेर रमाइलो गरौँ, एकअर्कासँग एउटा मायाको साटासाट गरौँ भन्ने हेतुले हो। यो पैसाले हामीले अरू केही गर्दैनौँ। जति सहयोगदाताहरू हुन्छ, दान दिने हुन्छ, यही गाउँठाउँमा हामीले एउटा पिकनिक खाँदाखेरि सबैलाई सहयोगदाताहरूलाई पनि बोलाएर हामी सँगै रमाइलो गर्छौँ र केही पैसाबाट फेरि हामी यो गाउँमा जस्तै टोल विकासले गर्दै गरेका कामहरूमा हामीले यहाँबाट केही पैसा छुट्याएर जस्तै डस्टबिन बक्स हुन्छ कि के हुन्छ त्यो सल्लाह गरेर हामी केही सहयोग पनि गर्छौँ है। यही डाँडामा हामीलाई नै सहज हुने तरिकाले हामीले केही सहयोग पनि गर्छौँ भन्ने हाम्रो एउटा छलफल भयो। त्यसबाट पछि गर्ने कुराहरूलाई चाहिँ गरौँला होइन भन्दै फेरि अर्को नृत्य लिएर आउँदै हुनुहुन्छ। हामीबाट मात्र किन त, घरबेटीबाट किन नै त भन्ने कुराले नृत्य अब हामी माझ आउँदैछ। एउटा रमाइलो मात्र अब 1 वर्ष पुग्नु पर्छ। भिडियो बनाउन हाम्रो टिमबाट